नमस्ते, म डाक्टर रबिन पौडेल। अब किरा लागेको दाँत अथवा दुखेको दाँत चाहिँ हजुरहरूले खोलिदिनु भनिसके पछाडि हामीले खोलिदियौँ भने खोले पछाडि चाहिँ हजुरलाई के अब मेरो दाँतमा केही समस्या आउँदैन, मेरो दाँतको समस्या सबै समाधान भयो, चट्टै भयो भनेर सोच्नु भएको छ। त्यस्तो सोच्नु भएको छ भने चाहिँ एकदम गलत सोच्दै हुनुहुन्छ। किनभने हजुरले दाँत खोलिसके पछाडि क्षणिक रूपमा हजुरलाई दुखाइ त कम हुन्छ, तर लामो समयको लागि लङ रनमा हामीले सोच्ने हो भने चाहिँ झन् बेसी समस्या आउँछ। त्यो कसरी भन्दाखेरि हामीले दाँत खोलेको ठाउँमा चाहिँ अब खाली हुन्छ, खाली भए पछाडि हजुरलाई खाना चपाउनु ओर्न गाह्रो हुन्छ होइन। अर्को साइडबाट खानु पर्यो, धेरै लामो समयसम्म एउटै साइडबाट हामीले खाना चपाइराख्यौँ भने यो हाम्रो टेम्पोरोमेन्डिबुलर जोइन्ट भन्ने हुन्छ, यहाँ समस्या आउन थाल्छ। अनि तपाईँको खाली भएको ठाउँमा चाहिँ दाँतहरू ढल्किन थाल्छ होइन। साइडको दाँतहरू ढल्किन्छ, माथिको अथवा तलको दाँत चाहिँ सरेर त्यो दाँत ग्यापलाई भरौँ भनेर सर्न थाल्छ होइन। अर्को के छ भने उमेर बढ्दै गए पछाडि हाम्रो पाचन प्रणाली अलिक कमजोर हुँदै जान्छ, भरसक जति सक्दो चपाएर खानुपर्ने हुन्छ खानेकुराहरू। अब दाँतै छैन भने हामीले कसरी चपाएर खाने होइन। त्यही भएर अल्टिमेटली खोलेको ठाउँमा हजुरले यहाँ त दाँत लाउनै पर्ने रहेछ, मलाई खाना खान गाह्रो भयो, समस्या भयो भनेर दाँत लाउनै पर्ने हुन्छ। सो चाहे त्यो इम्प्लान्ट लगाउनुहोस् अथवा खोल्दै लाउने दाँत लगाउनुहोस् अथवा फिक्स दाँत लगाउनुहोस्, दाँत त लाउनै पर्ने हुन्छ होइन। अब यी पछि गएर हजुरले त्यो खोलेको ठाउँमा दाँत लगाउनै पर्छ भने भरसक जोगाउन मिल्ने दाँतलाई अहिले नै हामीले जोगाएर राख्न पनि त सकियो नि। त्यसैले हाम्रो सल्लाह मानेर चाहिँ जोगाउन मिल्ने दाँतलाई चाहिँ एकदम जोगाउनु होला होइन, खोलिदिन हाल्नु होला। हजुरको दुखाइ कम हुन्छ, उपचार गरे पछाडि हरेक कुरा कम हुन्छ होइन, दुखाइ कम हुन्छ। यदि दुखाइलाई मात्रै खोल्छु भन्नुभयो भने चाहिँ भरसक दाँत नखोल्नु होला है त।